तिम्रो मुस्कान तिम्रो माया मेरो त प्राण थियो प्रिय तिम्रो मुस्कान तिम्रो माया मेरो त प्राण थियो प्रिय तिम्रो बोली तिम्रो सुवास मेरो त प्राण थियो प्रिय झोका बतास झैं तिमी आयौ मेरो जीवनमा एउटा झोका बतास झैं तिमी आयौ मेरो जीवनमा एउटा टुक्रा बादल झैं तिमी आयौ मेरो जीवनमा अजम्बरी याद बनी बाँचिरह्यो मेरो यो मनमा तिम्रो मुस्कान तिम्रो माया मेरो त प्राण थियो प्रिय तिम्रो बोली तिम्रो सुवास मेरो त प्राण थियो प्रिय Thank you so much. सागर संसार राई टिम फेमबाट वाउ यति धेरै सपोर्टरहरू आउनु भएको छ होइन कोच बेलिना कस्तो थियो त सागरको यो प्रस्तुति यो गीत चाहिँ हाम्रो आदरणीय द्रिप चामलिङ दादाले लेख्नु भएको उहाँसँग पुरानो चिन्जान छ मेरो पनि र साथै महेश खड्का दादा आदरणीय महेश खड्का दादाले कम्पोज गर्नुभएको र हाम्रो आदरणीय राजेश पाल राईले गाउनुभएको गीत है मेरो पनि एकदमै पर्सनल फेभरेट गीत हो यो गीत चाहिँ उहाँले गाइरहनु हुँदाखेरि मैले ठ्याक्कै सम्झेँ कि युकेमा धेरै वर्ष अगाडि निकै भयो म सोको लागि जाँदाखेरि चाहिँ गाडीमा म अनि रेवत दादा उहाँ सिङ्गर हुनुहुन्छ रेवत दादालाई पनि सम्झिन चाहे उहाँ हामी ईश्वर चामलिङ दादाहरू चाहिँ त्यो गाडीमा चाहिँ सोको लागि जाँदाखेरि यो गीत बजेको थियो कि अनि यो गीत बज्दाखेरि उहाँहरूले त्यो कहानी सुनाउनु भएको थियो यो गीतको सिर्जना चाहिँ कसरी भयो भन्ने कुरा कि सो द्रिप चामलिङ दादाले लेख्नुभएको गीत यो चाहिँ विशेष उहाँले आफ्नो वाइफलाई सम्झेर लेख्नुभएको गीत रहेछ जो चाहिँ त्यतिखेर पास आउट हुनुभएको थियो होइन अनि त्यो कहानी सुने पछाडि म धरधर रोएको थिएँ कि अनि आया सरी अनि उहाँले गाइरहनु हुँदाखेरि चाहिँ ठ्याक्कै मैले त्यही मोमेन्ट सम्झेँ कि अनि अलिकति इमोसनल पनि भएँ सरी